अब त्यो शासक फेर्नु पर्यो भनेर आएको नि त। जेनेरेसन चेन्ज, लिडरमा जेनेरेसन चेन्ज गर्नु पर्यो ताकि त्यो युवाले एउटा के हुन्छ भने नेतृत्वमा युवाले के हुन्छ भने तपाईहरुलाई म प्रश्न पार्न चाहन्छु 25 देखि 30 वर्षको मान्छेले नि त्यो नेतृत्व गर्न पायो भने 50 देखि 60 वर्ष सोच्छ क्या। त्यसको त्यो माइन्डसेट यो भोलिका दिनसम्म म बाँच्न पाउनुपर्छ, भोलिका दिनसम्म मैले परिवर्तन गर्न पाउँछु भन्ने सोच्छ। तर 70 वर्षको मान्छे नेतृत्वमा बसेर त त्यो 10 वर्षपछि माथि बितिहाल्छ त अनि के बाँच्नु न सोच्दै सोच्दैन नि त। त्यो भएको हुँदा यतिखेर लिडरमा जेनेरेसन चेन्ज यो अन्तरिम संविधानले हाम्रा मागहरू म प्रश्न भन्न चाहन्छु, हाम्रा मागै म सुनाउन चाहन्छु व्याख्या नगरिकन तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साँधेको तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। सरकारलाई कारबाही गर्ने हो, आन्दोलनकारीलाई कारबाही गर्ने होइन। त्यो जुनसुकै व्यक्ति होस् आन्दोलनकारीलाई कारबाही गर्ने कुरै छैन। प्रदेश खारेजीको माग नेपाली जनताको त्यो मुद्दा सडकमा उठेको, सडकमा उठिसकेपछि यो नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ भने 2047 सालपछि सार्वजनिक पद धारणमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाएर प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। यो बुदा चाहिँ मैले के भनेदेखि मेरो मनमा होइन नेपाली जनताले पठाएका बुदाहरू भएको हुँदा मैले लेखेरै बोल्न चाहेँ। अर्को कुरा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दाखेरि यहाँनिर धेरै के भयो भन्दाखेरि पावरको कुरा, जहिले तहिले पावरको कुरा, तर प्रतिभालाई अगाडि बढाउँ, एउटा क्षमता र दक्षतालाई अगाडि बढाउँ र क्षमता र दक्षतालाई यो त दलीय कार्य नियुक्ति भएकाहरूलाई हटाउने बर्खास्त गर्ने पहिलेका योभन्दा अगाडिकालाई हटाउने यो त राजनीतिक दलको कारणले भएको हो नि त। क्षमताको आधारमा त यहाँ त पद बढुवा। अर्को कुरा के छ भने न्यायाधीश नियुक्तिमा पनि जिल्ला तहको न्यायाधीश नियुक्ति चाहिँ परीक्षा मार्फत गरौँ न, लोकसेवा मार्फत किन न्यायाधीश नियुक्ति गरौँ, त्यसको क्षमता हो नि त। नियुक्तिहरू पोलिटिकल सबै खारेज गर्नु किन राजनीतिक दबाब त किन गर्नु। आज साँच्चै भन्ने भनेदेखि त कमजोर वर्गले त पाएन नि त, राजनीतिक दलको पावर नहुने मान्छेले त पाएन नि त। मतलब के भन्न खोजेको भने नेपाली जनताले सर्वहारा भन्नाले यो कमजोर वर्गहरूले त्यो शासित हुन नपरोस्, त्यो कर्णाली त्यो भूगोलका दृष्टिकोणले गर्दाखेरि पछि पर्न नपरोस् भन्ने। प्रतिनिधि छान्नुपर्छ, विवाद हुँदैन। एकछिन है सबैले सुन्नु होला। नडराउनुहोस् क्या, बिस्तारै बोल्नु। सुन्नु न देशको सेना प्रमुखलाई तपाईको एजेन्डा हरेक एजेन्डा बोल्ने बेलामा ऊ लाटो छ, उसँग बुद्धिजीवी छैन, सबै कुरा छ नि त। हामीले संविधानविद, हामीले लिगल एडभाइजरसँग बसेर हरेक चुनौती आउने क्वेसनहरू के आउन सक्छ सबैको एउटा कन्क्लुजन निकालेर हामीले एउटा एजेन्डा बनाएको छौँ। अब तपाईँहरूसँग जान्छु भन्नु जान्नुहोस् बरु, म के सबैको प्रतिनिधित्व जानु पर्यो क्या। यहाँ फेरि अर्को आन्दोलन गरे, फेरि अर्को त्यो मान्छेको प्रतिनिधित्व गरेर जानु पर्यो। दिमाग पनि भएकै हो हाम्रो साथीहरूको। सुन्नुहोस् न यार, ज्ञानी बन्नुहोस् न यार। प्रतिनिधि छान्ने हो, हिँड्ने छोटो प्रतिनिधि छान्नु धेरै टाइम नगर। हामीलाई बडाराम श्रेष्ठको तपाईँ